नमस्ते। ल, आज हामी नेपालको साङ्गीतिक सम्पदाको एकदमै भित्री तहमा पुग्दैछौँ। यहाँका अनेकौं जीवन्त लोक बाजाहरूको संसारमा सबैलाई स्वागत छ। गोपाल दण्डी कडा काठबाट बन्ने दुईवटा जोडी डण्डी गोपाल दण्डी हो। थारू समुदायले सामूहिक रास नृत्यमा एक आपसमा ठोकाई बजाउने यो बाजा बजाउँदा ट्याक ख्याक आवाज मनमोहक सुनिन्छ। केन किराँत समुदायको यो केन बाजा काठको ठूलो ढुङ्ग्रोलाई छालाले मोरेर बनाइन्छ। यसको एकातिर भित्रबाट खरी लगाइएको हुन्छ। यसलाई हातले कुठेर बजाई नाचगानका लागि ताल निकालिन्छ। उर्नी धिमाल समुदायको मौलिक लोकबाजा हो। उर्नी नरिवलको गट्ठामा छालाले मोरी एक हात लामो काठमा तार जोडेर बनाइन्छ। यो बाजाको तारमा धनुले रेड्दै औँलाले थिचेर सुमधुर धुन निकालिन्छ। तुङ भालुमासका दुवै आँखला नफुटेको गिडबाट बनाइएको हुन्छ। गिडको बीच भागमा प्वाल पारी दुवैतिर टाँगिएको दुईवटा तार औँलाले चलाई बजाइने यो बाजा किराँत समुदायमा प्रचलित छ। मुरली निगालो वा गोपीबाँसको आँखलाबाट बनाइने ओठले च्यापी फुकेर बजाइने नेपाली सुरबाजा हो। मुखले फुक्दै यसको 6वटा प्वालमा हातका औँलाले चलाई सुमधुर स्वर र घुनहरू निकालिन्छ। सहने पञ्चै बाजा समूहको प्रमुख जोडी बाजा हो। भाले सहनेलाई फुक्दै सुर दिइन्छ भने पोथी सहनेलाई फुक्दै भाखा हाल्दै बजाइन्छ। 8वटा प्वालहरूमा औँला चाल्दै फुक्दै बजाइने यो बाजा विशेष गरी पित्तलबाट बनेको हुन्छ। मादल नेपालको लोकप्रिय बाजा मादल छतिउन, दार वा खमारी काठको ढुङ्ग्रामा दुवैपट्टि छालाले मोरेर तनाले कसी एकापट्टि ठूलो र अर्कोपट्टि सानो आकारको खरी लगाई बनाइएको हुन्छ। टुङ्ना हिमाली भेगमा लोकप्रिय तारबाजा टुङ्ना गुराँसको काठमा 4वटा तार जोडी भेडाको छालाले मोरेर बनाइन्छ। काँधमा भिरी, दाहिने हातले नख्खी र देब्रे हातले तार थिचेर टुङ्ना बजाइन्छ। बिनायो किराँत समुदायमा प्रचलित बिनायो सामान्यतः मालिङ्गो वा मोली बाँसलाई तिखो र धारिलो नहर्नीले खिपेर तयार पारिन्छ। बिनायोको बीच भागमा धागो जोडिएको सानो जिब्री हातले हल्लाएर यो बाजा बजाइन्छ। धिमे रुखको बेलनाकार टोड्कोलाई भित्रपट्टि खोक्रो बनाई दुवैतिर छालाले मोरेर बनाइने नेवार समुदायको परम्परागत बाजा हो। डम्फु तामाङ समुदायमा प्रचलित बाजा डम्फु एक हातले समाई अर्को हातको औँलाले हिर्काएर बजाइन्छ। डम्फु आमु जातको रुखको काठको गोलो घेरा बनाई एकतर्फ घोरलको छाला ताङ्गी 32वटा बाँसका किला ठोकी बनाइएको हुन्छ र शिरमा दाफेको मूर्ति ठड्याइएको हुन्छ। सारङ्गी गन्धर्व जातिको परम्परागत बाजा सारङ्गी खिर्राको काठमा बुट्टा कुन्दी बीचमा 4वटा तारहरू कसेर बनाइन्छ। यसको तल्लो भागमा गजले रेड्दै माथिल्लो भागमा औलाको प्रयोगले सुमधुर धुनहरू निकालिन्छ।